सो हेलो गाइज सबैजनालाई नमस्ते। अनि म त मस्त सुतेछु। आज शनिबारको दिन थियो। भाइहरूले तल खुसरी खोलामा गएर भात ढेँडो मासु के बनाएर खाने भन्दै थियो। थाहा त थियो मलाई बिहान। अनि भात खाएर एकछिन रिल्स हेरेको बसेथे। दिदै गएछ। भर्खरै मोटुवाले फोन गरेर दाइ जाम म जान लाग भनेर भन्यो। अनि अब उठेको म समय हेरेको 1 बज्न लागिसक्यो रहेछ। 20 कति मिनट बाँकी छ। अब जानु पर्यो। मुखसुख धोएर मासु भात खाने त भन्थ्यो। मैले खाना र खाइसकेँ। ए माका के घाम चर्केको यस्तो। सो गाइज म चाहिँ नि धेरै नै ढिलो भइसक्यो। भाइहरू धेरै नै कुरेर बसेको छ रे। म चाहिँ नि हेलमेटै बिर्सिरहेको रहेछ क्या। अनि कति बजिसक्यो यार। ओहो 1:30 भइसक्यो त यार। यसमा चाहिँ निस्किदिएको है। धेरै नै ढिलो भइसक्यो। बेहाल बेहाल यो आजको बिगारेको चाहिँ नि क्रिस भाइले हो कि भाइ। क्रिस भाइ हेर्दैछ भने यो ब्लग हेर्दैछ भने मा हेर्छ होइन गएर भाइ माथि जुम न तपाईँ। हामी पनि मोजा खोलेर यस्तो मोजा सोजा लाएर आएको थिएँ यार। खोल्नु पर्ने भयो यार। ए हिँड्ने मान्छेलाई नि सुख पाएन यार। क्रिस भाइ तिमीले के गर्यौ यो दाइहरूलाई यार। तिमी कान्छौ अरे यस्तो दाइहरूले दुःख दिने काम नगर न भाइ यार। हामीले तिमीलाई माया गरेको थियो यही पाउनलाई हो। अहिलेसम्म माया गरेको यही दिनलाई हो। तेरिका ठिक छ केटाहरूले पार त गरे है। गर्छ राइडरहरू हुन् हुन त। ए क्रिस भाइ तिमीले के बाटो ल्याएको यो भाइ यार। चप्पल डुडेर दिमाग खराब। क्रिस भाइले के बाटो ल्याएको मासला भन्दैछु यार। यो बाइक चढ्ने बाटो थोडी न यो। यो त बिचरा बाइक स्कुटरको त गाडफाट गर्न ल्याए जस्तो भयो त यार। हालत हेर न गयो भाइ। बस्दिन अलिक डर लाग्यो यार। त्यस भाइले गलत बाटो लिएर आयो। वास्तवमा यहाँबाट आउनु पर्ने। बिस्तारै गाइज बिस्तारै बिस्तारै। झर मैले पछाडिको मान्छेहरू त झर्दामा मैले ज्यानको फाइदा देखेछु। आउँदै गर है। सो या गाइस फाइनल्ली ठाउँसम्म त आइयो कि डेस्टिनेसनमा। खोला चाहिँ नि चिरिप्पै सुक्यो रहेछ। धैदेव भाइ जाऊ त कति कतिसम्म आउँदो रहेछ है। हामी सब रेडी भएको थियौँ। यहाँ देखाइदेऊ न एक फ्लेक्स। खेल्ने भनेको के भयो यार। झन् यत्रो पल्ट नै थियो हामी खेल्ने भनेको। ब्यारेकै उठाएर आइएको थियो। क्याप्टेन साहब त्यहाँ छ झुल बोकेर रेडी भइसकेको छ यहाँ। त्यहाँ माछा नि मार्ने भन्दै थियो हाम्रो आशिक भाइ देव भाइहरू। उतातिर गएर थियो जस्तो लाग्थ्यो कि है। माथि केही न केही त गर्नु पर्यो आइसी त। ए अनि उस भन्न बिर्सेछ हामीले अस्ति म बनाएको ठाउँसम्म बाइक त ल्यायो है। तर बाइक चाहिँ नि झोलामै अरे। बाइक चाहिँ नि यहीँसम्म ल्याउनु त ल्याइदियो केटाहरूले। तर एक दुईजना पल्टियो खिच्न पाइएन। के थाहा त नि पल्टाउँछ भनेर।
राइडरहरूले पल्टाउँ जस्तो लाग्थेन कि अरे त्यही हेरेमै के हुन्छ अब आउनु त आइयो के अरे अब लेट्स सी खोलाइ होइन पौडी खेलौँ भनेको के हो हाम्रो आइस भयो त यस्तो प्रिपरेसन भएर नि आएको रहेछ स्विमिङ क्लासै लिएर स्विमिङ बक्सै लाएर आएर रहेछन् गाइजहरू यार खोलाले साध्दैन कि हान्दियल डाइभ भाग्दै गर यहाँबाट चुइया भाग्दै गर यहाँबाट चुइया डुबिला गहिरो त गहिरो छ होला बाढी आइदिनु गहिरो भयो क्या त्यहाँ फेरि राजन भाइले त ठिक हुन्छ जस्तो खायो हाम्रो त उतापट्टि हाल्दो सेक्सी बक्सर छ त सन्दीप भाइ सेक्सी कन्सिल्ली भइरहेको छ यार म त बिरामी हुन्छ जस्तो लाग्छ त यार राजन भाइ के छ स्थिति कन्डिसन खेल्न मिल्ने नमिल्ने झुट छ हजुर क्र्याप पायो ल एउटा क्र्याप हन्टिङ हानिसक्यो खा देब्बाइले खाने त्यस्तै हो केही छैन आज खाने मेहनत गर्दैछ यहाँ माछाको लागि बाहुबली भन्नु परेछ फिस हन्टिङ हाम्रो आशिक भएर देब्बा फिस हन्टिङ हाम्रो अनि अरू बटालियन पौडी खेल्नको लागि आउँदै हुनुहुन्छ आमा मोटो भयो त आज भिडियो बनाउँदै त चस्मा ढल्काएर ल मोटो भाइले नि माया गरिदिनु होला उसको पनि च्यानल छ दिपेन राणा मगर अयरी बिरामी भएर मर्छ क्या म त राजन भाइ यार के हो त नि अब हान्दिम डाइभ त अनि है यो हान्दिम डाइभ के होइन कति धेरै देखेको हामी त यार 1 2 3 4 5 6 7 8 9 10 11 के भाइ भाइ वाटर पेन ओ वाटर पेन यहाँबाट यहाँ ढुङ्गामा बस्ने अनि यो चाहिँ सपोज मानव 5 फिटको अप्सनै छैन भाइ राजन भाइ एक फ्लेक्स या खै गुरुजी भाइको हेरौँ त अहिले त भुँडी लागेछ हल्का त्यो बेलामा थियो होइन प्राइममा सुदीप भाइको भुँडी पक्का देखियो यार मेरो जस्तै देखियो सुदीप भाइ तिम्रो भुँडी यार रक्सी र मासु बुढो भएछ भाइ नि अब जति बेला आइस भाइ हाम्रो कुल गाई पौडी नखेल्ने भाइ झन् बादलले गयो कि बादलले घामै गयो कि झन् जाम न उतातिर जाम न यसो माहौल अस्ति नि तालमा हस्यो तर घामलाई त बस्दिन्थ्यो कि घामै गयो कि मासला लौडा भयो गाइस हामीलाई प्रकृतिले पौडी खेल्न दिएन ल हान्देऊ यो खुट्टा सब पनि छैन पानी एउटा कुरो अर्को कुरो मौसमको खुलित त बादल लाग्यो यार पानी पर्न लाग्यो हिजो काउडाबाट जाँदा नि यस्तै भयो यार मोबाइल त बचाउनु पर्छ यता चाहिँ नि गङ्गटा हन्टिङ डरो भयो त आयो भनेर सुनेर आएको भाग्दै गङ्गटा हन्टिङ हो कि चाक हन्टिङ हो यार सेक्सी यस्तो खतरा देखाएको छ दासी भाइले पोस्ट त मरत छ त खोलिदिउँ क्या हामी त के अलपत्र भइयो पौडी खेल्न नि मिलेन मासु भात खाने भनेर आएको मासु भात पनि सबैले बिहान घरै खाना खाएर आएर के भयो झिङ्गे माछा खै ए लगाइजी माछा ठुलो
ओके 17 मिहिनेत गरे हौ मार्न त मार्दो रहेछ हौ सब गाउँघरि केटा हो त अनि राजन दाइ च्याप अघि मोटु भाइले भिडियोको लागि गरेको थियो त मोटु भाइ माछा समातेर खोलामा के गर्नु थाहा गाइज मोटु भाइले अरूले मारेको माछा ल्याए होइन खोलामा राखेर गाइज मैले माछा मारे अरूले पत्याउँछ क्यारे है हातले समातेर माछा आउने भयो त लौडा जस्तो खोला तर्ने काम बाहेक केही भएन यार समातम नि यो डल्फिनलाई डल्फिन होइन व्हेल व्हेल खोलामा व्हेल स्याटरडेको लौडा स्याटरडे भयो सो गाइस भने जस्तै भयो लौडा जस्तो हावा डेन्जरै चल्यो पौडी नि खेलिएन अलिअलि मार्यो माछा साछा भाइहरूले गङ्गटा माछा के हो आजै खाने रे होइन ठिक छ ल अब हामी चाहिँ नि क्याचिङ कुचुङ केही लिएर थियो अनि क्याचिङ कुचुङ खाने हो क्याचिङ कुचुङ यस्तो ल्याएको थियो भुजा सुजा च्याउच्याउ दालमट कुरकुरे भुर्कुरे के यो के हो यो दाम्ने होइन त्यही अब यही खाने चल्ने अब आज केही भएन आज चाहिँ नि हामी किन आएको भन्दा के भन्ने के भुजा खान आएको अनि खोला तर्न आएको ड्राई पिकनिक पानी पर्न लाग्यो गाइस हामी त चल्दैको अब डराउने होइन म झर्छु सिधै म झर्छु प्लिज यार म झर्छु यार अघि आउँदा भिडियो बनाएको थिएन है मलाई हान्दाला मुची है अघि आउँदा भिडियो बनाएको थिएन अब जाँदा चाहिँ भिडियो बनाउँछु है को चाहिँ नि पछाडिन्छ अघि त दुईजना पछाडि केटा हँदेर हान्दिने हो त ल जाऊ गाइस जाऊ म भिडियो बनाउँछु ल हेरौँ स्किल कमान को सुरुमा मोटु हो ल ल ल ल ल जाऊ 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 देखायो जाऊ जाऊ क्रिस्पा डबलमा हो जाऊ 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 देब्बै हेर न फेरि देब्बै कमान आइस भाइ कमान यस बाबा युवा जोस माथि बादलले त बाबा जुम अब हामी चाहिँ नि खुट्टाले हामी चाहिँ नि खुट्टाले जिन्दगी प्यारो छ हामीलाई पछाडि बस्नु भन्दा त बाटो त खतरनाकै छ कि बाइकहरू किन चिप्लेको भन्नु हुन्छ भन्दा चाहिँ नि तल ढुङ्गाहरू ल्याउलाको छ के मान्छे चिप्लिन्ला अनि बाइकहरू त कहाँ अनि हेर्दा सजिल्ला होला है हेर्ने मान्छेले जहाँ अब त्यतिमा नि बाइक चलाउने यताउता भन्ला आउनेलाई थाहा हुन्छ है ढुङ्गाहरू पुरै स्लिपरी छ मायालाई भेटियो यो मनको तिर्सना भेटियो पाइलै लाली जबन जान्छ कि हजुर ओ पात बजाउँदै लाली जबन जान्छ कि हजुर पात बजाउँदै लभली सो गाइस फाइनली हामी चाहिँ फर्किरहेँ त्यहाँबाट अनि ट्याक्क टाइममै आएछ हामी अब चाहिँ नि हामी यहाँ मस्त उडो खेलेर बसेको अनि ट्याक्क पछाडि असिना नि पऱ्यो है
आउने ट्याक्क असिना पर्ने अब एकछिन चिया खाने ट्याक्क चिया खाने गफसफ गर्ने सकियो आजको दिन अब के कस्तो हुन्छ भिडियो है अब आएछ भने माया गरिदिनु होला सकियो गाइस त्यही हो अब आजको लौडा जस्तो स्याटरडे भयो कि के कस्तो स्याटरडे भयो कस्तो स्याटरडे भयो आइस भाइ कस्तो स्याटरडे भयो जेप्पाइदे आछु पानीको छिटाको यहाँसम्म हेर न